कालो डायरी भाग 1 सन् 2026 काठमाडौँको एउटा सानो कोठामा बस्ने 20 वर्षकी रिया पुराना सामान किन्न र बेच्न मन पराउँथिन्। एक दिन उनले पुरानो बजारबाट कालो छालाले बाँधिएको एउटा डायरी किनिन्। डायरीको पहिलो पुस्तकमा एउटा मात्र वाक्य लेखिएको थियो, यो डायरी नखोल्नु, खोल्यो भने यसले तिम्रो भविष्य लेख्न थाल्छ। रिया हाँसिन्। उनलाई लाग्यो कसैले मजाक गरेको होला। उनले अर्को पुस्तक पल्टाइन्। त्यहाँ लेखिएको थियो, आज राति 9:17 तिम्रो मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आउनेछ, त्यो फोन नउठाउनु। रिया फेरि मुस्कुराइन्, तर ठीक 9:17 उनको मोबाइल बज्यो। स्क्रिनमा नम्बर थिएन, केवल एउटा शब्द देखियो, अननोन। उनको हात काप्न थाल्यो। डायरीतिर हेर्दा अर्को वाक्य आफै देखा परिरहेको थियो, यदि फोन उठायो भने खेल सुरु हुनेछ। रिया केही सेकेन्डसम्म फोनतिर हेरेर बसिन्। अनन्त उनले कापिरहेको हातले हरियो बटन थिचिन्। फोनको अर्को छेउबाट आएको पहिलो आवाज थियो, धेरै ढिलो भयो, हामी तिमीलाई धेरै वर्षदेखि पर्खिरहेका थियौँ। त्यसपछि फोन आफै कटियो, तर त्यो रात रियाको जीवन कहिल्यै पहिले जस्तो रहेन। तपाईहरू यस्तै भिडियो सुन्न चाहनुहुन्छ र यसको नेक्स्ट पार्ट पनि सुन्न चाहनुहुन्छ भने तपाईँ सब्सक्राइब गरिराख्नुहोला।